हजुरहरू त्यतानी व्यवस्थित भएर बसिदिनु होला र यति बेला भने हामी देख्न सक्छौं आजको हाम्रो यस 2569औं बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजित सार्वजनिक बौद्ध सभा 2082 का प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू यति बेला हाम्रो कार्यक्रम स्थलमा आइसक्नु भएको छ र सबैजनाले यथास्थानमा बसेर हामीलाई साथ दिनुहोला र कार्यक्रम स्थल समारोह समितिका उपाध्यक्ष पण्डित महास्तवरीज्यूलाई बिना यति बेला स्टेजमा दीप प्रज्वलनको कार्यक्रम भइरहेको छ सबैजनाले साधुवाद 3 पटक भनेर साथ दिनु साधु दीप प्रज्वलन गरेर कार्यक्रमलाई सम्मान गर्ने मौका पायौँ म अत्यन्त खुसी भएको छु उहाँलाई सम्मान व्यक्त गर्दछु फेरि पनि र हामी सबैको तर्फबाट धेरै सम्मान व्यक्त गर्दछु र उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना पनि गर्दछु सबैमा राम्रो होस् अन्तिममा बुद्धिस्टहरूले प्राय भन्ने एउटा कमन कुरा भवतु सर्वमङ्गलम् म पनि त्यही भन्छु भवतु सर्वमङ्गलम् हजुरको मन्तव्यको लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू प्रति पुनः पटक सबैजनालाई साधुवाद व्यक्त गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु साधु 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 मायाको चिन्ह प्रदान गरिदिनु भएकोमा श्रद्धेय भिक्षु प्रज्ञामूर्ति महास्थवीरज्यूप्रति साधुवाद व्यक्त गर्न चाहन्छु